अलिकति थोरै म मेरो हात लगाइदिन्छु थोरै के थोरै खै थोरै त भनेको पिलो होला क्या यो सायद के होला जस्तो लाग्यो कस्तो भइरहेछ कस्तो भयो चक्कर आयो कस्तो भयो डन हो रहेछ के सब कसरी सो हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु र आज भनेको न्यू भिडियोमा चाहिँ म तपाईँहरूलाई म मेरो सुर्खेतको हामीहरूको अहिले चाहिँ यहाँ बर्खा लागिसकेको छ पानी परिरहेको छ म आज पनि मैले ब्लग 10 बजे स्टार्ट गरेको छु र आजको ब्लगमा चाहिँ म तपाईँहरूलाई म यहाँको मौसम सुर्खेत चाहिँ कस्तो देखिरहेको छ यसो सिन चाहिँ देखाउँछु आजको भिडियोमा र अरू के हुन्छ त्यो आजको दिनमा हुनेछ। सो साथी देख्न सक्नुहुन्छ यो चाहिँ सुर्खेतको यो काठ बिहारको डाँडाको हो देखिरहेको चाहिँ यति हो बादल लागेर चाहिँ मौसम यस्तो देखिरहेको छ यहाँ खेत र बाइक कामहरू सब भइरहेको त्यहाँ रोप्नु पनि सकेको छ नि त नि यस्तो मौसम देखिरहेको छ आकाशमा बादल लागेर चाहिँ डमक्क हरियाली देखिरहेको छ नि त एकदम राम्रो यस्तो गर्मीमा चाहिँ एकदम शीतल भइरहेको छ क्या आजले यस्तो नभएर बादल पनि लागेको छ यत्रो बादल छ फेरि पानी पर्ला जस्तो भइरहेछ सायद पानी पर्छ भने त्यो काँक्रीको डाँडा अघि देखाइरहेको थिएँ यहाँ चाहिँ एउटा मन्दिर छ यो मन्दिरमा चाहिँ घुम्न जाने मान्छेहरू अलिक टनाटन नै हुन्छ क्या यो साथीहरू बादल लागेको मौसम चाहिँ सुर्खेतको भ्यू अनि यो चाहिँ हाम्रो घर अगाडि चाहिँ तरकारी खानको लागि लगाएको तरकारीहरू भयो सिमी बोडी काँक्राहरू छ अनि घरमा खानको लागि अनि त्यस्तै गरेर छतमा पनि हामीले बोरामा चाहिँ माटो हालेर लगाएको थियौँ नि त तलै खोर्सानीहरू एकदम राम्रो भइरहेछ गिरा पनि झ्याप्पै स्कट आयो मक्समा गर भनेको जुरुक्क उठेर आएर खै कस्तो भयो हात दुख्यो छ्या यस्तो आयो के सब हेर्नु नि स्कुलदेखि नै आउँदा हात चाहिँ पाकेर चाहिँ यस्तो भएर आएको रुँदै आएको थियो खोलिदिएको यहाँ यस्तो छ्या के भयो होला है माइ गॉड पिलो होला क्या यो सायद के होला जस्तो लाग्यो कस्तो भइरहेछ कस्तो भयो चक्कर आयो कस्तो भयो डन हो रहेछ कसरी यस्तो गराइदिएर चाहिँ मेरो हातमा यस्तो लाग्यो नि त यसको केसको चोक हो छुइगमको चोक हो वेलकम हो मेरो हात कहाँ थियो अरे सरियामा के थियो सरियामा के थियो फलामको सरियामा के थियो त्यहाँ मेरो हातमा के लाग्यो कसले बिगारिया काम को बिगार्ने ओके गाइस आजको भिडियो कस्तो लाग्यो यस्तै नै भिडियो मेरो देखिन्छ अरे थोरै भिडियो गराउनु पाएँ धेरै पनि पाएन है कस्तो लाग्यो मन पर्यो भने च्यानलको सब्सक्राइब लाइक सो अब चाहिँ म भिडियो एडिटिङ गर्न सुरु गर्छु र नेक्स्ट भिडियोमा भेट्ने बाचाको साथ अहिले म यो भिडियोबाट बिदा हुन चाहन्छु ओके बाई